Very good morning from the North Goa. Morning Tanya ji. Morning. Guys, आज चाहिँ हाम्रो नर्थ गोवामा यो लास्ट डे अनि आज चाहिँ हाम्रो बन्जी जम्प पनि छ मेरो तानिया जीले चाहिँ नगर्ने चाहिँ अनि हेलमेट लगाएर लगेज रेडी गरेर हामी रेडी भइसकेको छौं यहाँबाट अलमोस्ट 20-25 किलोमिटर जति चाहिँ ट्राभल गर्नुपर्ने रहेछ बन्जी जम्पको लागि अब हामी चाहिँ यो नर्थ गोवाको होटलबाट चाहिँ चेकआउट गर्छौं एउटा नेपाली रेस्टुरेन्ट छ अनि त्यो होटलमा चाहिँ हाम्रो लगेजहरु राखेर हामी त्यहाँबाट चाहिँ बन्जीलाई जान्छौं अनि बन्जीबाट फर्किसकेपछि आज चाहिँ क्यापिटल टाउन गोवाको घुमेर अनि इभिनिङ तिर बेलुकी तिर चाहिँ हामी साउथ गोवा जान्छौं गेटिङ रेडी लगेजमा स्कुटर हामी खतरा ओसार्दै छौं गाइस बाइ बाइ भागा भन्नुपर्छ अब हामी हाम्रो अर्को डेस्टिनेसन जान्छौं बन्जी जम्पको लागि हामी चाहिँ रोजियल बीच फ्रन्टमा बसेको छौं अनि यो लोकेसन चाहिँ एकदम ग्रेट छ है ठ्याक्कै बीचको अगाडिपट्टि यसको आफ्नो चाहिँ रेस्टुरेन्ट पनि छ दामी छ तपाईहरु आउनुहुन्छ भने यी एरियातिर पनि बस्न सक्नुहुन्छ यहाँ अरु पनि थुप्रै चाहिँ होटलहरु छ एकचोटि हाम्रो भ्युअर्सलाई होटलहरु देखाइदिन्छ यो बागा बीच भयो सिधा जानुपर्दा अगाडि यसको रेस्टुरेन्ट पनि छ यहाँ होटल छ अर्को होटल छ धेरै नै होटल्सहरु छ पछाडीतिर पनि होटल्सहरु छ So guys, this is our last breakfast in North Goa. Tanya जीले चाहिँ पराठा खाइरहनु भएको छ यसपछि हामी जान्छौं हाम्रो अर्को डेस्टिनेसन बन्जी जम्प हामीले जस्ट रिसेन्टली ब्रेकफास्ट गर्यौं अब चाहिँ हामी 1 आवर लाग्छ 33 किलोमिटर पर सौरुनजीले अब बन्जी जम्प गर्नलाई जाँदै हुनुहुन्छ पहिला मेडिकल टेस्टहरु हुन्छ मेडिकल टेस्टमा सबै कुरा राम्रो देखियो भने चाहिँ हामी अब आजको लागि नर्थ गोवाको लागि आफ्नो बन्जी जम्प चाहिँ हाम्रो बाइ बाइ नै हुन्छ किनभने उता हामीले साउथ गोवामा चाहिँ हामीले बुक गरिसकेका छौं आज बेलुकासम्म चाहिँ हामी साउथ गोवा जान्छौं आधी बाटो पनि पुगेको छैनौं है लास्टै लामो बाटो रहेछ बढी लामो बाटो रहेछ है अहिले हाइवे फेरि क्रस गर्न थालिसक्यौं हामीले यहाँबाट मुम्बई हैन एरियाबाट कता पुग्ने रहेछ भनेर एरोमा देखाइरहेको छ र कस्तो लागिरहेछ सौजुजी ठीक छ रमाइलो भइरहेछ जस्तो इन्डियामा चाहिँ अब स्कुटर लिएर हैन दामी मजा आइरहेछ हाइवे छुइरहेको छ हाइवेबाट हिँड्छ मान्छेको हाइवे छ यहाँ चाहिँ मुम्बई पनि 500-600 किलोमिटर 10 kilometer more अब अझै यो चाहिँ गोवाको गाउँतिर डाँडातिर रहेछ अब चाहिँ 600 मिटर अगाडि मात्र भनेर भनेको छ लामो ट्राभल गर्यो माथि लास्टै नै लामो तर रोड एकदम असम थियो है कुनै पनि रोड बिग्रिया गरे भने थिएन यस्तै रोड थियो दामी थियो जङ्गलमा रहेछ एकदमै डर लाग्दो मलाई त एकछिन कस्तो डर लाग्यो जनावर होला तर गाडीहरु त्यसमा गएको रहेछ त्यस्तो अन्तिमपट्टि कुरा चाहिँ रहेन रहेछ
हामी आइपुग्यौँ in 200 meters. Your destination will be on the right. Oh my goodness. ल फाइनली हामी आइपुग्यौँ अझ अगाडि ल गाइज सौजनजी चाहिँ उहाँ माथिबाट बन्दिजम गर्ने रे ट्रेन त्यहाँ बसिरहेको छ है डेस्टिनेसन माथिबाट गाइज हामी चाहिँ फाइनली यो बन्जी जम्पमा आएको छौँ तानियाजी चाहिँ यहाँ भरिरहनु भएको छ फर्महरू लेट्स होप अब यो ट्राई गरौँ होइन मेडिकल बन्जीको लागि रेडी रेडी हो रहे हैं स्टार्टिंग में तो कैसा लग रहा है आपको बहुत अच्छा लग रहा है ये तो हमारे फर्स्ट टाइम है सेकेन्ड टाइम में तो बहुत ऊंची से सेकेन्ड टाइम चाहिँ नेपालीबाट गर्ने होला सेकेन्ड टाइम चाहिँ पोखरामा गएर बन्जी जम्प गर्छ सेकेन्ड टाइम कुसमा पोखराबाट हान्ने हो Trunks with the sauce. Okay, the count of 3, 2, 1, bungee! फाइनली कैसे कर रहा था साउजन टीसीले ये कैसे किए बहुत अच्छा जंप किया इन्होंने इनका जो जंप था बिल्कुल फ्री फॉल था परफेक्ट जंप जिसे कहते हैं परफेक्ट फ्री फॉल वो था सर का एंजॉय तो कितना एंजॉय किया वो तो सभी सुन रहे थे कि डर नहीं रहे थे डर देखिए डर जो है प्लेटफॉर्म पे थोड़ा लगता ही है जैसा सर ने बताया कि प्लेटफॉर्म पे जब खड़ा हुआ तो उस समय ऐसा लगा कि मैं नहीं कर पाऊंगा बट आफ्टर दैट सब कुछ ओके था ऐसा कुछ नहीं है डर लगता है हर किसी को लगता है तो इन्जोय चाहिँ मैले खत्रै गरे हैन उनीहरुले स्पिरिट दिए मलाई थ्यांक यू सो मच वेलकम सर गोवा बंजी इंडिया कोई भी आने का है इधर आप आ जाइए ये लोग बहुत अच्छा कराते हैं इफ फर्स्ट टाइमर हो तो ये प्लेस बेस्ट है आपके लिए थैंक यू ओके सर थैंक यू सरले चाहिँ गर्न सकियो है गाइज माइन्ड ब्लोइङ यार मेरो कसम यार एक्सपिरियन्स फर्स्ट टाइमको होइन मलाई लागेको थियो यो सानो होला भनेर यहाँबाट हेर्दाखेरि तर त्यहाँ माथि गइसकेपछि त आमा उता उताको समुद्र पनि देखिरहेको थियो माथिबाट है त्यस कारणले वाइल्ड लाग्यो मलाई खतरा लाग्यो होइन फर्स्टमा त खुट्टाहरू कामिरहेको थियो मेरो है तर जब म त्यो केटाले मलाई पछाडिबाट चाहिँ ल जम्प भन्यो नि मैले अनि 1 सेकेन्डको लागि आँखा चिम्लेर जेसुकै होस् भनेर अनि त्यहाँबाट त्यहाँ हामफालिदिएँ क्या हामफालिदिएपछि अनि बिचमा गएर आँखा खोल्दाखेरि बल्ल अनि मैले फिल गरेँ कि बन्जीको होइन मजा त्यसपछि त म चिच्चाउन रमाउन कराउन थालेँ अरे इन्जोय गरेँ खतरा रमाइलो भयो मेरो चाहिँ यहाँ बस्ने ठाउँ वेटिङ एरिया भएर मेरो चाहिँ प्राण गइरहेको थियो आफ्नो कसरी त्यो मेरो कस्तो मुटु कामेछ अहिलेसम्म
मलाई चाहिँ एकदम डर लाग्छ मेरो बुढोलाई केही भयो भने भनेर पिर लाएर केही थिएन ल फाइनली ही डिड इट है एकदमै राम्रोसँग हामी भिडियो हाल्नेछौँ उहाँको ड्रोनबाट खिचेछौँ ड्रोनबाट खिचेको एक्स्ट्रा चार्जहरू लाग्ने थियो हामीले ड्रोनबाट खिचेको छौँ त्यसमा हेर्नु होला हजुरहरूले पनि भिडियोमा गाइस हामी चाहिँ फन्टाइन्स हो मलाई स्पेलिङ पनि करेक्ट गर्न आएन है तानियाजी र म चाहिँ फन्टाइन्स हो स्ट्रिटमा आएको छौँ यो चाहिँ पन्जिम सिटीमा पर्छ अनि यो चाहिँ खास गरी यो पोर्चुगिज स्टाइलमा चाहिँ घरहरू भएको कारणले गर्दाखेरि चाहिँ यहाँ अलिक फेमस छ मान्छेहरू यहाँ आउँदाखेरि चाहिँ यो देखाउने गर्नुहुन्छ अनि हामी पनि हेर्दैछौँ पोर्चुगिज टाइपको घरहरू सो हेर्दैछौँ कस्तो कस्तो रहेछ मान्छेहरू पनि यहाँ हुनुहुन्छ अलिअलि हुनुहुन्छ है हेर्दै हुनुहुन्छ अलि एन्टिक टाइपको घरहरू टाइपको रहेछ यहाँ चाहिँ तानियाजी पनि पुरा भिडियोग्राफी गर्दै हुनुहुन्छ यहाँनिर बच्चाहरू पुरा खेलिरहेको छ यहाँनिर रकन हान्थ्यो बच्चाले यहाँ चाहिँ त्यो चर्च पनि रहेछ यहाँभित्र चाहिँ मैले बाइकहरू देखिनँ है फोटोग्राफी ब्यान्ड भनेर चाहिँ भनेको छ यहाँ राम्रो घरहरू पनि रहेछ यहाँनिर ल के भन्छौ ओल्ड टाउन गोवामा आएर के भन्छौ नेपालमा पनि यस्तो बिल्डिङहरु कति छ है यस्तै फ्लावरिङ गरेर नेपालमा पनि यस्तो बिल्डिङहरु टन्नै छ है बनाइदियो भने चाहिँ दामी हुन्छ नेपालमा पनि यस्तो बिल्डिङहरु टन्नै छ खै थाहा छैन यो बिल्डिङमा के छ है तर यस्तो घरहरु चाहिँ नेपालमा पनि टन्नै छ अलिकति दामी फ्लावरिङ गरेर कलरहरु गरिदियो भने चाहिँ यो भन्दा बवाल हुन्छ जस्तो लाग्यो हामीलाई चाहिँ नेपाल चाहिँ है
तर अब हरेक ठाउँको आफ्नै स्पेसियलिटी हुन्छ होइन त्यो हिसाबले चाहिँ राम्रो छ ओभरअल गुड एक्सपिरियन्स है यहाँ आएर पनि फाइनली आइपुग्यौँ 1 घन्टा पछि आउँदै बाटोमा बिग पट हैदराबादी बिरयानी रे है बिग पट भनेको साँच्चीकै नभन्दै बिग पटमा यत्रो कोइलामा बिग पटमा हैदराबादी बिरयानी छ लेट्स ट्राई अब के हुन्छ भोकले रन्थाने छ कति मिठो लाग्दो होला मटन मसला रे मटन पैया रे मटन कोरमा लेट्स सी खाने हैन त बिरयानी ल बिरयानी खाम किङफिसर मसला फ्राई रे प्राउन्स रे है अनि फिस पकोडा रे चिकन पकोडा बिग पटमा पाइँदो रहेछ यो हेर यो प्राउन्सहरू यो फिस भयो है किङफिस भयो हेर्दाखेरि त कति यम्मी देखेको लस्सीहरूमा पनि पन्जाबी लस्सी म्याङ्गो लस्सीहरू रे हामी पन्जाबी लस्सी ट्राई गर्न लागेको छौँ यो राख्दै गरौँ म आउँछु फेरि चिकन आयो कि मटन आयो कि हेर्दा त चिकन आयो जस्तो छ है सेकेन्ड लट हो यो चाहिँ कसको यो चाहिँ मेरो मटन बिरयानी यो पन्जाबी लस्सी चाहिँ खतरा छ लेट्स रिभिल है त बुढी वाउ दामी छ जस्तो छ है कस्तो छ टेस्ट गर नि त पन्जाबी लस्सी पहिला पन्जाबी लस्सी टेस्ट गरौँ हामी चाहिँ कलमगुड बिच आइपुग्यौँ भर्खर बिरयानी खाएर कलमगुड बिच पनि गुड मार्केटमा चाहिँ सपिङ गरौँ हाम्रो बच्चाहरूलाई अनि टिमहरूलाई भनेर आएको छौँ हेरौँ के पाइन्छ साथीहरूलाई के लगिदिने हो हेर्दैछु अनि यसपछि चाहिँ हामी यो सपिङ भइसकेपछि चाहिँ हाम्रो स्कुटर रिटर्न दिन्छौँ र रिटर्न दिएर चाहिँ हामी साउथ गोवामा जान्छौँ प्यालोलम बिचनिर हामीले होस्टेल बुक गरेका छौँ तानियाजीले यहाँ हाम्रो सियानको टिमलाई छानिरहनु भएको छ सर्टहरू केटाहरू मैले कतिजना छ अरे बुढी 12 जना लेडिजको लागि त लिइसक्नु भयो अरे तानियाजीले अब हाम्रो जेन्ट्स टिमको लागि लिँदै हुनुहुन्छ सो गाइस गेट रेडी टु वेयर अ सर्ट है त कम अन हामी चाहिँ यो ट्याक्सी स्ट्यान्डमा वेट गर्दैछौँ हाम्रो चाहिँ यो अब गाडी क्याब आउँदैछ अनि गोवा माइल्स भन्ने एउटा एप छ त्यो गोवा माइल्सबाट चाहिँ तपाईँहरूले क्याबहरू बसहरू बुक गर्न सक्नुहुन्छ यो बाहिरको यतिकै हचुवामा गरेको प्राइसभन्दा त्यसमा चाहिँ अलिक सस्तो पर्छ गभर्मेन्ट एप भएर हामीलाई पनि अहिले चाहिँ यो साउथ गोवा प्यालोलम बिच अलमोस्ट यहाँबाट 85 किलोमिटर छ अरे त्यहाँ जाँदैछौँ अनि 1.5 घन्टा जस्तो लाग्छ अरे त्यसबाट जाँदैछौँ सो तानियाजी के भन्ने त अब उतै गएर भेट हुन्छ साउथमा गएर साउथ गोवा नर्थ गोवाको भ्लग चाहिँ हाम्रो यही हुनेछ सबैजनालाई ह्याप्पी रहनुहोस् है त बाई यसको माथिपट्टि चाहिँ अब
रेस्टुरेन्ट पनि बनाउँदै रहेछ क्या। अनि यो हामी हिँडिरहेको ब्रिज चाहिँ यो समुद्र माथिको ब्रिज हो है। समुद्र माथिको ब्रिज 5 देखि 7 किलोमिटर लामो जस्तो छ यो ब्रिज चाहिँ। उतापट्टि पुरै ओसियन छ अनि उतापट्टि पनि पुरै ओसियन छ। यो ब्रिजको टप डेकमा चाहिँ यहाँ माथिपट्टि चाहिँ रेस्टुरेन्ट पनि बनाउनु लागेको छ अरे होइन। सो यो त खतरा डेभलपमेन्ट हो यार जस्तो लाग्यो मलाई चाहिँ। धेरै टुरिस्टहरू पनि एट्र्याक्ट गर्छ नि त्यसले है। उहाँले पनि फ्युचर टुरिस्टहरूलाई चाहिँ है फ्युचरमा चाहिँ टुरिस्टहरूको लागि चाहिँ खतरा एट्र्याक्ट गर्ने प्लानिङहरू चाहिँ गोवाले गरिरहेको छ कि यहाँ चाहिँ धेरै फ्लाइओभरहरू धेरै ब्रिजहरू होइन अनि मेट्रो पनि बनाउने रे भनेर त्यहाँको लोकल मान्छेहरूले पनि सेयर गर्दै हुनुहुन्थ्यो होइन। सो खतरा इनिसिएटिभ लिएको छ है। यो अहिले हामी हेरिरहेको सबै यो चाहिँ कति धेरै माथि हाइटमा छ कि यो ब्रिज हामी हेरिरहेको 5 देखि 7 किलोमिटर छ है। सो डेभलपमेन्ट चाहिँ राम्रो भएको रहेछ गोवामा।